सावन बादलको नाता बर्के झरी जस्तै दिन र रात एकै हुने सिन्दुरी साँझ जस्तै सावन बादलको नाता बर्के झरी जस्तै दिन र रात एकै हुने सिन्दुरी साँझ जस्तै सुना हाम्रो मानको एउटै सहारा तिम्रै मायाको तिम्रो माया लाग्छ मिठो सुस्तरी भन्छु म छोरी छोरी रात दिन तिमीलाई हेर्छु म तिम्रो माया लाग्छ मिठो सुस्तरी भन्छु म छोरी छोरी रात दिन तिमीलाई हेर्छु म एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको ल अब त्यो ढुङ्गो किन पूजा गरेको थाहा छ त प्रेम रहिरहेको छ भने त्यसो पूजा गरेर हतार हतार गरेर भन्छन् ल त यिनीहरू गुप्त खाउला पाँचवटा भयो षट ऋतु विष्णुधन हेतु छवटा भयो अब त्यो सातवटामा सप्तरी चियरलाई एक एकवटा गरी पूजा गर्ने फेरि खोला ततले हाजन ओम आदित्यंकर मेनुको सोमो अर्वन्तमासुको सोमो वीरंकर वंडन ददाति साधन्यं विद्रसमणियो ददा सदा खमये ल अब दासाय मदरिते नातो दरदातरते ददा हविरेन्द्रे भयो ददो तत्र ददौ देवो ओम दुर्वासाय नमः सातवटा भयो अब धूप बत्ती दक्षिणा भेटी फेरि ती सातवटामा पनि दक्षिणा छोड्दै हतियारको पूजा गरेर सम्झेर त्यही राख्दिन्छ ओ इष्टामयो भुव धेरै नभिजाइछ है हजुर आबो इष्टामयो भुवतन ऊर्जे ददातन महेरणाय तक्षसे यो शिव तमो रसतस्य भाजयेत भनौ सतीरीव मातरः सतं प्रप्रभाम शरदः शतमधिनाम श्याम शरद शतं भूयश्च शरद हे सूर्यनारायण तपाईँको तेजद्वारा मेरा आँखाले देख्न हामी दुईको आँखाले देख्न सक्ने कानले सुन्न सक्ने इन्द्रियहरूले सबै काम गर्न सक्ने भएर हामी दुई 100 वर्षसम्म बाँचौँ भनेर सूर्यनारायणसँग आशीर्वाद माग्नु एक हातले दाहिने हातले माग्नु अब दिलाले पढ्नुपर्छ है ओम फोटो खिच्न चाहिँ कति राम्रो देखिएको छ मामा प्रत्येति तिम्रो र मेरो चित्त कहिले पनि गाडाङगुडन ठक्क ठुक्क झडा नपरोस् कस्तो कुरो छ ल फेरि ओम मम वाचं मेक मना जुखस्व प्रजापति तोष्टा नयतु तिम्रो र मेरो वचन एउटै होस् मैले यो त्यस्तो भएर प्रजापतिले हामीहरू दुईटालाई एकै हुन् भनेर जिम्मा लगाएका हुन् भनेर भने रहेछ कि ल यत्रो मान्छे अगाडि धेरै बेर अगाडि लगाएर चाहिँ छोडिदिन्छ त्यसलाई फुटाएर पोतामा कल चल्यो अब बोतामा खनाएर कपडा सहित दुलैको हातमा एउटा
टपरीमा राखेर हजुर यही छ टपरी ल नानी त्यसलाई ल्याऊ त्यहाँ पूजा गर सिन्दुरको दोष कहिले पनि नलागोस् भनेर पूजा गर श्री सत्य गाडा ल मलाई सिन्दुर दान दिनु भनेर दुलालाई दिनु अधिकार दिनु पर्यो ल अब दुलाले उठेर कपडा उता पूजा गरेर देऊ नि तपाईँ देऊ होइन जान्नु भएन हजुरले कान्छ्याउलो छुट्याउने भनेको होइन चोर्याउनु तिम्रो शिरमा सिउँदो सजाउँदा मेरो नामको सिन्दुर लगाऊ है तिम्रो शिरमा सिउँदो सजाउँदा मेरो नामको सिन्दुर लगाऊ है ऐना हेरी आफूलाई सिँगार्दा मलाई सम्झी तिमी लजाऊ है जीवन भरि त्यो हृदय खोली यसरी मलाई माया गर्नु है यसरी मलाई माया गर्नु है तिम्रो शिरमा सिउँदो सजाउँदा मेरो नामको सिन्दुर लगाऊ है परेलीको माझमा अचेता लगाउँदा आँखा छोपी मन्द मन्द गाजल सजाउँदा परेलीको माझमा अचेता लगाउँदा आँखा छोपी मन्द मन्द गाजल सजाउँदा तस्बिर मेरो राख्नु आफ्नो अगाडि हेर्नेछु तिमीलाई मदहोस भई मेरै लागि सजिनु मेरै भई चिन्नु यसरी मलाई माया गर्नु है यसरी मलाई माया गर्नु है तिम्रो शिरमा सिउँदो सजाउँदा मेरो नामको सिन्दुर लगाऊ है सावनको महिना हकेला रङ्गाउँदा मेरो नाम लुकाउनु मेहन्दी लगाउँदा सावनको महिना हकेला रङ्गाउँदा मेरो नाम लुकाउनु मेहन्दी लगाउँदा चुडी कंगन खन्कियोस् सदा तिम्रो हातमा मेरै नाम गुन्जाउनु धड्कनको रागमा भोकै तिमी बस्नु उपवास राख्नु यसरी मलाई माया गर्नु है यसरी मलाई माया गर्नु है तिम्रो शिरमा सिउँदो सजाउँदा मेरो नामको सिन्दुर लगाऊ है तिम्रो शिरमा सिउँदो सजाउँदा मेरो नामको सिन्दुर लगाऊ है ऐना हेरी आफूलाई सिँगार्दा मलाई सम्झी तिमी लजाऊ है जीवन भरि त्यो हृदय खोली
यसरी मलाई माया गर्नु है, यसरी मलाई माया गर्नु है। तिम्रो शिरमा सिउँदो सजाउँदा मेरो नामको सिन्दुर लगाऊ है। ब्रह्मण त्वं नाथकं उपबाधायामि ऐसे प्रत्येक तुरंतनाथ स्वाहा भाई सूर्यम राय अर्को दिइराख सूर्यम राय चितेत अलिकति कसार ल्याइदिउँ हो तिम्रो र मेरो प्राण एकै हो सबै टुक्क टोक्ने कसरालीको घरा कसार मिठो छ नमुली छ नपोक्रो छ है कस्तो राम्रो फल सधैँको हातमा राख्ने नानी कुनामा लिइराख फेरि अर्को लिइराख अर्को ल्याऊ हातमा लिइराख नानी अहिले त्यसलाई अनादर गर्नु फेरि ल्याऊ हो भन्नुपर्छ अस्तिस्थे अस्थानी सम्झँदा हामी हाड हाडेकै हो सबैको कस्तो प्रेम छ टोक्न के राख नानी फेरि ल्याऊ गुलाबा चाहियो त्यसलाई एक एकवटा गरेर टोक्नै पर्छ मैले त्यत्रो मन्त्र बढाएको छु एक एकवटा टोकेर खाने तपाईँले गर्दा हो कि त्यसमा अहिले भर्खर देखेँ होइन राख्नलाई के गरौँ भनेको मैले खाएर राख्नेर मलाई सोधेको पैसाले भयो भने होइन तपाईँ एकछिन नजानुहोस् है बा अब लायो मेरो बहिनी नि पहिले त मान्थे ल त बा त उता पो भाग्नु भयो के हो बिहा त रोकिनु पो हो त नानी छोड्ने हो त नानी त्यतिले छोड्ने कि नछोड्ने होइन भने अब त म त केही भन्न मिल्दैन के यता आउने पनि होइन यता आउने भए त अझ सोच लाग्नुहुन्थ्यो ओम भीमजनाय जय
देह आद्य गोत्रो तन गर्ग गोत्रो तन गर्ग गोत्र सनाम प्रवृत्त जागा सागंधर शुक्ला यजुर्वेदा ध्याय नाम सर्वाहम ओम नाम सर्वाहम सकल परिवार तथा पछाडि मिलेन परिचय दिनु पर्यो नि या त मेरो त ठुलो किशोर पनि आऊ तपाईँ मिस्टेक हुनुभयो धेरै उसमा बस्नु अघि नै बुहारी नमस्ते हँस्दै जाऊ छोरी हँस्दै जाऊ
हाँस्दैमा हाँस्दै जाऊ छोरी, हाँस्दैमा हाँस्दै जाऊ। तिमीले रोए हामी नमान, तिमीले रोए हामी नमान, बिदामा हाँस्दै जाऊ छोरी, बिदामा हाँस्दै जाऊ। आँखामाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियो, तिमी नै थियौ घरकी शोभा, लक्ष्मीकी बत्ती थियौ। यही काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियो, तिमी नै थियौ घरकी शोभा, लक्ष्मीकी बत्ती थियौ। अँध्यारो जति हामीलाई छोडी उज्यालो छर्दै जाऊ छोरी, उज्यालो छर्दै जाऊ। तिमीले रोए हामी नमान, तिमीले रोए हामी नमान, बिदामा हाँस्दै जाऊ चेली, बिदामा हाँस्दै